वेलकम टू माई न्यू ब्लग। आज हामीहरू पूजामा जान लाग्छौँ अनि हजुरआमा एउटा हजुरआमा मम्मी ड्याडी हाम्रो हजुरआमा मेरो भाइ अगाडि बसेछ। अब 7 दिनको सप्ताह छ, त्यो कति दिनसम्म रहन्छ त्यति दिनसम्मको भिडियो बनाएर हाल्छु। हामीहरू यहाँ पुगिसक्यौँ। पुगेर हाम्रो टोली यता बसेको छ। हाई भन्दैछ त यता। यो चाहिँ बर्दियाको लखना चौक भन्दा अलिक भित्र हो यो। आउनु होला सबैजना। सकेको मन्दिरमा चाहिँ यति धेरै मान्छेहरू आउनु भएको छ। यता चाहिँ मञ्च छ, यता चाहिँ मन्दिर छ। हाम्रो चाहिँ क्लास स्टार्ट भइसकेको छ अहिले। सबैजना दिदीहरू चाहिँ यता हुनुहुन्छ। क्लास स्टार्ट भएको छ। सबैजनालाई मैले सम्झन चाहन्छु। मैले कसैको नाम लिन छुटेको भए पनि सबैले मम भनेर पनि विचार गर्नु होला पनि भन्न चाहन्छु। शिव मन्दिरलाई नयाँ बस्तीको सर्वाङ्गीण विकासका निम्ति हामीले त 7 बजे गर्ने भनेको थियौँ। यहाँ अब त्यसै हिँड्यो भने अझ पनि राम्रो हुन्छ। हाम्रो बिचमा कलश यात्रामा सहभागी हुन राजा हिमालबाट पनि विद्यार्थी भाइ बहिनीहरूको पनि उपस्थित छ। त्यसै गरी राजा हिमालका प्रिन्सिपल आदरणीय दाइ माधुरीको पनि यात्रा भएको छ। समाजसेवी बुद्धिजीवी उहाँलाई पनि विद्यार्थी भाइ बहिनीहरू सहयोगका निम्ति ओम केदारेश्वर धाम बनाउनका निम्ति, यसैलाई पशुपतिनाथ मन्दिर बनाउनका निम्ति, यसैलाई मुक्तिनाथ मन्दिर बनाउनका निम्ति जसरी चर्चित छन् त्यसरी नै चर्चित बनाउनका निम्ति पनि लाग्नु भएको छ। यस वार्ड नम्बर 2 वासी सम्पूर्ण आमाबुवा पागलै बनायो। हजुरको नाम के हो? गीता। हजुरको घर यहीँ हो? मेरो युट्युब च्यानलमा आउँछ, हेर्नुहोस् ल। रमाइलै भइरहेछ जोस्। त्यहाँदेखि हिँडेर आएको सायद त्यता त देखिरहेको छैन। अहिले चाहिँ हामी यहाँ पुग्यौँ। कुन ठाउँ हो थाहा छैन। यो बाटोमा हिँड्दैछौँ। कसैले पनि खुट्टामा चप्पल लगाइराख्नु भएको छैन। बिचरा सानो नै आमाहरूले चाहिँ लगाउनु भएको छैन। अरू बच्चाहरूले चाहिँ लगाएको छ। आरटीआर ग्राफिक्स ककोडलाई हामी सम्झन चाहन्छौँ। किनभने तपाईँहरू फोटो भिडियोहरू बनाउन चाहनुहुन्छ भने कृपया आरटीआर ग्राफिक्स ककोडलाई पनि सम्झन सक्नुहुनेछ। र धेरै विद्यार्थी भाइ बहिनीहरू पनि हुनुहुन्छ, धेरै आमाबाहरू पनि हुनुहुन्छ, धेरैजना सबैजना। हाम्रो आत्मालाई पवित्र बनाउने कुरा सबैभन्दा ठुलो कुरा व्यवहार हो, बोली हो। त्यस कारणले हामीले हाम्रो बोली र व्यवहार कस्तो गरिरहेका छौँ हाम्रो समाजमा। आज कुनै पनि व्यक्तिले हामीलाई नराम्रो शब्द प्रयोग गर्दाखेरि हाम्रो कसरी चित्त दुखिरहेको छ, त्यही खालको हामीले पनि अरू कुनै व्यक्तिलाई त्यस्ता खालका अपशब्दहरू खाना यो घरमा बनाएर खान्छन्, तर साइडमा पनि बनाएर खाने भन्दै हुनुहुन्छ। थाहा छैन। मेरो भाइ चाहिँ कता गयो? कहाँ गयो त्यो? जगदीश यहाँ आइज त। त्यहाँ चाहिँ मेरो भाइ चाहिँ। मेरो मम्मी ड्याडी पनि आउनुभएको छ, तर देखिनु भएको छैन। हजुर सोनिमाजी
हजुरलाई कस्तो भइराखेको छ त्यत्रो भाँडा माझ्दा भन्नुहोस् त। खाने हुन्छ नि त यसमा पकाएपछि त्यही भएर राम्रो फिल भइरहेछ। जे म जत्रै म बसेँ नि 8 वटा यता सानो 8 वटा भिडियोमा तर म जत्रै छ यो अरू चाहिँ तरकारी काट्दै हुन्छ यतातिर। म चाहिँ सबैभन्दा सानो मान्छे भएको कारणले यो मन्दिरमा आएर हजुरलाई कस्तो फिल आइरहेको छ आज भन्नुहोस् त। यो मन्दिरमा एकदम खतरा कस्तो भनेपछि एकजनाले सक्या छैन त्यही धुने पनि हामीले हो खाएर। सोनिमा कार्कीज्यूले आज मन्दिरको लागि आफ्नो परिश्रम दान गर्दै हुनुहुन्छ। यहाँ अरू दान गर्न सकेको छैन। यहाँ सबैजनाले हाम्रो लागि यत्रो ठुलो तपेलीमा भात पसाल्न लाग्छ। हाम्रो हजुरआमाले यता हेर्नु त हजुरआमा हाम्रो हजुरआमाले खाना पकाउनु लाग्नु भएको छ, भात पकाउनु लाग्नु भएको छ होइन। तपाईँ भात पकाउने हो नि। अनि त्यसपछि चामल हेर्ने रहेछ के पकाउनु छ थाहा छैन। हाम्रो हजुरआमा यहाँ तरकारी काट्नमा व्यस्त, ठुली मम्मी सिकाउनमा व्यस्त, अर्को हजुरलाई हजुरआमा भन्यो के भन्नु उहाँ पनि तरकारी काट्नमा व्यस्त हुनुहुन्छ। हजुरआमा हुनुहुन्छ सबै जाजरकोटको हुनुहुन्छ, म पनि जाजरकोटकै हो। रमाइलो भएको छ आज यहाँ। चाहिँ यति ठुलो कडाई छ कि कति धेरैजनालाई खाना पकाउन लाग्छन्। यहाँ ढाकिदिनु भएको छ अहिले, त्यही पनि ढोक्या छैन कि यत्रो ठुलो कडाई छ। मोबाइलमा मात्र हल्का सानो देख्छ छ हाम्रो भान्सा आजको। सबैजना खाना खान लागेको त्यतातिर खाना खान लाग्नु भएको छ। सबैजनाले यहाँनिर खाना हाम्रो हजुरआमाले खाना पस्किराख्नु भएको छ। डेडीहरू उता खान लाग्नु भएको छ। यो जग्गी यहाँ खाना लाग्छ। हजुरआमा चाहिँ जहाँ गए पनि खाना पस्किनेमा पढ्नुहुन्छ सधैँ। अनि हामी खाना खान लाग्छौँ। हजुरआमा यता जहाँ गए पनि खाना दिनै हुन्छ हजुरआमालाई है। हजुरआमा जहाँ गए पनि हजुरलाई खाना दिनेमै पार्छन्। रमाइलो भइरहेछ तर मिठो भइरहेछ। यति धेरैजना छ। अहिले हामीले खाना खाएर यहाँ बसेछौँ। यतिजना यहाँ छौँ। अँध्यारो भइसकेको छ। यहाँ मम्मी हजुरआमाहरू चाहिँ यहाँ भाँडाहरू खाली गर्दै हुनुहुन्छ। भाँडा चाहिँ म धुन्छु। यहाँ ठुल्ठुलो मात्रै ठुलो तपाईँले अनि ठुलो कडाई चाहिँ म। हाम्रो आजको पहिलो दिन चाहिँ यसरी गएको छ। दोस्रो दिन कसरी जान्छ भिडियो बनाउँछु म। आज बिहान भइसकेको छ अनि हामी सबैजना नुहाएर रेडी भएर यहाँ बसेको छौँ। बिहान अब आगो खान्छ एकछिनमा हामी पसल जान लाग्छौँ। के सामान लिनुपर्ने छ रेडी चाहिँ यता हुनुहुन्छ। अहिले चाहिँ कोही पनि आउनु छैन। बिहान चाहिँ कति चाँडै उठेर नुहाएर रेडी भइसकेको छ। अब बजार हामीहरू पसल जान लागेको। कस्तो राम्रोसँग सूर्य चाहिँ छ यतातिरबाट एकदम झक्काझक अनि यत्रो ठुलो चाहिँ फिल्ड छ यहाँ। अनि म र मेरो भाइ चाहिँ जान लाग्छौँ। यता हेर्दा म र मेरो भाइ चाहिँ जान लाग्छु। गुड मर्निङ जग्गु। यो चाहिँ मेरो बडीगार्ड हो। यस्तो भएको छ चियरले देखिरहेको छ। अहिले चाहिँ 4 पनि बजिरहेको छैन। उहाँहरू चाहिँ नुहाइसकेर पनि यस्तो भएको छ।
क्रिम लाउने मजेरीको ठेकी लुकाइदै खाएर आउने हे के हो कृष्ण बाला गोलेनीको यो चाला 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 नाग सुनौली नकाली नाको भक्ति दिएका छन् नागदेवताले ब्रह्माण्डलाई शक्ति शिवको गलैमा नागको माला सालाला हे 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 शिवको गलैमा नागको माला सालाला मनकामना जान्छु कहिले कहिले मुक्तिनाथ शिरमा परोस् भनिकन देवदेवताको हात हे काली बनारस नगई म त छोडी 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 हे बनारस नगई म त छोडी हे छोडी हे कुलपितृको सेवा गरे हुँदो रहेछ धर्म खान पुग्छ राम्रो हुन्छ गरेपछि कर्म हे चढाको छु फुल रक्षा गर्देऊ है फुल हे कृष्णको जन्मको दिनमा यहाँ खतरा हावा लगाइराखेको छ। हाम्रो हजुरआमा यहाँदेखि भिडियो नबना भनेर पट्याउँदै हुनुहुन्छ। जन्म मध्ये रातमा
तपाईँको हुनेवाला नाचेको छ माता आइसक्नु भयो छिटो चढ्नु छिटो मलाई नि छोड्यो अलिकति राखिदिनु होला है माता आउनु भएको छ अर्को मोटका पनि छोड्नु पर्छ माता आइसक्नु भयो कृष्ण अब भाग्नु पर्छ हामी अब भाग्नु पर्छ अर्को पनि छोड्नु पर्छ अर्को ल मेरो मित्रहरू छिटोभन्दा छिटो खानुपर्छ है खानुपर्छ ल ल ल ल ल ल अहिले मैया आउनु त मैया छिटो मैया आइसक्नु भयो मैया आइसक्नु भयो ल भागो कृष्ण भागो बोलो कृष्ण कन्हैया के यो रात चाहिँ सप्ताहको 6 दिनको रात हो आज चाहिँ रातिमा चाहिँ अगाडिमा देखाएको थिएँ त्यो भन्न गइरहेको थिएँ म वसन्त त्यसपछि सबैजना गइसक्नु भएको छ अहिले चाहिँ थारू समुदायको थारू टिमहरू आउनुभएको छ यहाँ भजन गाइराख्नु पर्छ म हजुरलाई देखाउँछु ल अलग अलग हामी चाहिँ खेल्ने तिनीहरू चाहिँ अब के चाहिँ यहाँ चाहिँ अरू हामीहरू बाजा लागेर
म घर जाँदैछौँ सबैजना बाई बाई बिदाई हुँदैछ यहाँदेखि अलिक मन पनि अर्कै भइरहेको छ फेरि भेट्दै गरौँलाई अनि उहाँ चाहिँ मेरो यहाँको साथी भनौँ भोइस पनि नआउने भएको छ गीत गाएर अनुहार पनि यस्तो कालो न कालो भएको छ जाउँ पुर्याउन हामीलाई चाहिँ यस्तो नाचेर पठाउन लाग्नु भएको मान्छेहरूले आज बिदाई हुँदैछ भनेर सोरै आउँछ ल ल ल नाच्नु मेरो युट्युब च्यानल कोइन आरएस छ त्यसमा हेर्नु आउँछ ल यहाँको पुरै भिडियो फर्स्टदेखिको बिचारा हामीहरूको बिदाई भइसक्यो बिचारा हामीहरूको बिदाई भइसक्यो बिदाई हुँदैछ यहाँ मजाले अब हामी यो कथाले गर्दा हाम्रो फेरि पुनः भेटघाट हुने यो ठाउँबाट जाँदैछौँ हामीहरू 7 दिनको यात्रा एकदम राम्रो भइरहेको थियो रमाइलो भइरहेको थियो यहाँ चाहिँ आज हामीहरू यहाँदेखि गइसक्यो अर्को अटोमा ड्याडी मम्मी अगाडि गइसक्यो अटो चाहिँ नेक्स्ट भेटौँ अब चाहिँ